ल साथीहरु, आज म हजुरलाई अकाउन्टको वान सुट भिडियो कक्षा 12 को अकाउन्टको लिफो र फिफो। लिफो भनेको फर्स्ट इन फर्स्ट आउट अनि फिफो भनेको फर्स्ट इन फर्स्ट आउट र लिफो भनेको लास्ट इन फर्स्ट आउट कसरी गर्ने भन्ने कुरा म सिकाउन गइरहेको छु। क्याल्कुलेसन अफ कस्ट अफ गुड्स सोल्ड अन्डर पिरियडिक सिस्टम बेस्ड अन कुन मेथडबाट गराउनु भयो, लिफो हो कि फिफो हो? लिफो हो भने लिफो, फिफो हो भने फिफो। अहिले चाहिँ हामीले लिफोबाट गरौँ है। लिफो मेथड हाम्रो पार्टिकुलर्स, क्वान्टिटी, रेट, रकम हाम्रो दुईटा यस्तै बनाउनु पर्ने हुन्छ। अब म भरेर देखाउने छु। पार्टिकुलर्समा हाम्रो यहाँ हेर्न सक्नुहुन्छ क्वेशनमा। क्वेशन नम्बर 3 मा हेर्नुस्। ओपनिङ इन्भेन्टोरी हाम्रो 300 युनिट 5 मा। हाम्रो क्वान्टिटी भयो यो हाम्रो रेट भयो। अनि पर्चेस 500 युनिट 6 रुपैयाँमा, 400 युनिट 7 रुपैयाँमा। हाम्रो टोटल के भने चाहिँ 900 युनिट पुरा भने रहेछ के। हामीले फिफोबाट गर्दैछौँ भने चाहिँ हामीले यो र यो जोडे 900 पुगेको। इन्डिटाको मात्रै गुणान गरे 900 पुग्यो। 900 युनिट हामीलाई जसरी पनि 900 युनिट बेच भने यो रे गरे 900 युनिट पुगेको। यदि फर्स्ट इन फर्स्ट आउट भनेपछि हाम्रो योबाट 300 पुरै जान्थ्यो, योबाट 500 पुरै जान्थ्यो, योबाट 100 आउँथ्यो, अरु केही पनि हुन्न थियो। यसरी गर्नुपर्ने हुन्छ। ल म गरेर हजुरलाई बुझाउने छु। ल साथीहरु, मैले हेर्नुस् बनाएर भइसकेको छु। हाम्रो माघ 25 मा 400 युनिट दिएको थियो। गुणन गर्यौं 7 7 चौको 28 2800 लेख्यौं। माघ 15 मा दिएको थियो हाम्रो 500 युनिट। 5 × 6 हाम्रो 3000 भयो। अनि कस्ट अफ गुड्स सोल्ड लेख्यौं हामीले इन्डिटा जोडेर 900 युनिट पुरा भनेको थियो क्वेशनमा। अनि हामी इन्डिटा जोडेर 5800 ल्यायौं। अब हामीले तलपट्टि पनि लेख्नु पर्ने हुन्छ क्याल्कुलेसन अफ क्लोजिङ इन्भेन्टोरी। यो सामान कति छ, कति सामान थियो, कति सामान गयो भनेर यो सामान हामीसँग अझै कति सामान छ, हामी बेचेर पनि सामान कति सामान छ भनेर गरेको यो। हाम्रो हुन्छ कस्ट अफ गुड अवेलेबल फर सेल्स। कति सामान हामीले सेल्स गर्यौं यहाँ माथि, त्यसैको यहाँ लेखेको। 400 × 7 हाम्रो क्वेशनमै थियो, यो दुईटा गरेको। 500 × 6 युनिटै गरेको। यो हाम्रो काम थिएन थियो, त्यही यहाँ काम थिएन थियो, यहाँ त काम आउँछ हाम्रो। यो गरेर 7300 आयो। कस्ट अफ गुड सोल्ड हाम्रो 5800 यहाँबाट माइनस गयो। अनि क्लोजिङ इन्भेन्टोरी हाम्रो इन्डिटा घटाएर यो लेसको घटाएर हाम्रो 1500 आयो। यति गरी चाहिँ हाम्रो 3 मार्क्स आउँछ। हामीले यही क्वेशनलाई हामीले लिफो मेथडबाट पनि गर्न सक्छौं। लिफो पनि गर्न सक्छौं, फिफो पनि गर्न सक्छौं। अब फिफो मेथड गरेर हेरौँ है त। म भनिदिन्छु मात्रै, हजुरले गर्नु होला। फिफो मेथड गर्नको लागि हामीले फिफो भनेको फर्स्ट इन फर्स्ट आउट। हाम्रो फिफो भनेको फर्स्ट इन फर्स्ट आउट भनेपछि माघ 1 मा हाम्रो ओपनिङ हाम्रो कति थियो 300 × 5 गर्नु पर्यो। माघ 15 मा 500 × 6 गर्नु पर्यो। हाम्रो अझै पुग्दैन, हाम्रो 800 मात्रै भयो। अनि हाम्रो यो 400 बाट खोल्नु पर्यो। 400 बाट 100 लाई हामीले खोलेर माथि लेख्नु पर्यो। जस्तै कि हजुरले मानौं चामलको बोरा हाम्रो 900 केजी पुरा भनेको थियो। तपाईले फर्स्ट बोरा 300 केजी को थियो, पुगेन। सेकेन्ड बोरा 500 केजी को पुगेन। थर्ड बोराबाट हामीले 100 केजी लाई 400 केजी को थर्ड बोरा थियो। अनि हामीले 100 केजी त निकाल्नु पर्या थियो। 100 केजी लाई उता राख्यौं, 300 लाई छोड्दियौं, बोरा प्याक गरियौं भने जस्तै हो। यही मेथड हो। सेम हुन्छ यहाँ पनि। आन्सर फरक आउँछ किनकि उ भएको थियो, यहाँ जोडिएको थियो। यहाँ आन्सर फरक आउँछ। गर्नु होला। केही परेछि मलाई कमेन्ट गर्नु होला। हस्त, धन्यवाद।